हिमालय नजिक नजिक आउँदैछ अझै कति टाइम लाग्यो उपर थकैला त्यही हो यहाँ चाहिँ यस्तो बाटो छ पुरै भिड उकालो छ होइन यहाँ चाहिँ खत्रै हिमाल छ सही छ होइन त्यहाँ जानै मिल्दैन रहेछ कि पुरै हिउँ छ अहिले माथि चाहिँ के अरे 8:18 हिँडेको अहिले चाहिँ ट्याक्कै 10 बजिसकेको छ यहाँ पुरै कहाँ बाटै थाहा छैन अब माथि जान्छौँ होला अनि माथि गएपछि भ्यू देखाउनु चाहिँ तपाईँहरूलाई आउँदै हिँड्दा गाह्रो भएको छ त्यही भएर अब सिधै कपुचेमा गएर भेटौँला है त ल आधी बाटोमा चाहिँ यहाँ हिमाल दामी देखेर चाहिँ भिडियो बनाइदिएको कापुचेमा गएर भेट्छु भनेको ल हेर्नु न यस्तो दामी देखिया क्या यहाँ सही देखिया है पुरै हिउँ छ नि त ल अब चाहिँ बाटोमा यही देखाएको थिएँ यही रोकेर हेरेको एकैछिन अब यहाँबाट 10 मिनटको बाटो होला अब 10 मिनटको बाटोपछि चाहिँ डेस्टिनेसन आउँछ हाम्रो अनि त्यहाँबाट फेरि फर्केर यतै बस्छौँ होला हामी आज अनि बल्ल भोलि अब कोरीतिर जान्छौँ होला सायद त्यही हो यसरी हिउँ पग्लेर झरिराखेको त्यहाँनिरबाट हामी यहाँ नमस्ते गेस्ट हाउसमा आएको छौँ फेरि माथिको हिमाल यहीँ नजिकै है यस्तो छ सर यस्तो छ यहाँ चाहिँ कत्रो हुने यहाँ कुकुरहरू थेट यहाँबाट हिमाल देखिन्छ अब यस पछाडि चाहिँ हामी तल लेकमा जान्छौँ होला लेक गएर चाहिँ लेक हेर्नुपर्छ त्यही हो एकछिन रेस्ट गरेर चाहिँ जानु पऱ्यो अनि फेरि तल फर्किनुपर्छ त्यसपछि चाहिँ त्यही हिमाल खतरा देखियो सही देखियो गाइस यस्तो फाइनली यस्तो बबाल ठाउँ है यस्तो दामी ठाउँ छ होइन हेर्न सक्नुहुन्छ यस्तो लेक वा हिमाल त्यहाँ डेन्जर छ नि है ल अब चाहिँ हामी तलतिर जान्छौँ होला अनि भ्लग चाहिँ बनाउन त्यही भिडियो क्लिपहरू चाहिँ बनाएको चाहिँ हाल्छु होला त्यही हो पछि हामी निस्किनको साथी केटाहरू सब अगाडि गइसकेँ म मात्र पछाडि भएको होइन पछाडि म चाहिँ परेँ त्यही भएर अब चाहिँ म यो पुरै बाटो जान्छु एक्लै तलसम्म खाजा खाने ठाउँसम्म केटाहरू स्वाइँ मान्छेको यस्तो खुट्टा ओभर देखेर झ्याउ भए त्यही भएर हिँड्न सकेको छैन नि त खतरा छ लेक चाहिँ जोस रमाइलो रहेछ हेरौँ अब कहाँ जान्छ के गरिन्छ देखाउने छु अब खाजा खान जान्ने होला माथि त्यही हो यस्तो थियो यहाँ चाहिँ सर हिमाल सर एउटा होमस्टे हो होइन यहाँ चाहिँ बस्ने ठाउँ रहेछ कि यहाँ चाहिँ होमस्टे पुरै छ कि यहाँ उता पनि रहेछ एउटा यहाँ नि ठिक्क रहेछ त्यस्तो धेरै होमस्टे चाहिँ रहेछ जस ठिक्कै रहेछ त्यही केटा हो अब चाहिँ लाग्नुपर्ने हुन्छ उतातिर फेरि 1 घन्टा जति लाग्छ होला अब जान अब त ओह्रालै हो अघि आउँदा चाहिँ पुरै उसै थियो कि सिडी चढेर आउनु पर्ने थियो त्यही भएर ल ट्याक्क आएर होइन लेक कटेज होमस्टेहरू चाहिँ यहाँ छुट्टै छ थरीको छ कटेजहरू त्यही हो अब म चाहिँ हाम्रो लाग्नु पर्ने हुन्छ ल त यस्तो काठहरूको हो कि होमस्टे पनि काठहरूको चाहिँ त्यहाँ फुलै फुल छ होइन अब चाहिँ होइन ट्याक्कै यहाँबाट हो कि बाहिरबाट देखिन्छ यार यहाँबाट देखिँदैन रहेछ यहाँ सम्पर्क नम्बर यति यदि आउनुभयो भने त्यहीँ छ नम्बरसम्म भिडियोमा प्लिज कन्ट्याक्ट अब चाहिँ यहाँ खाजा खानालाई आएको त झन्डा मात्र पाइदो रहेछ अरू केही नपाउने त्यहाँको यो छ होमस्टे नि हो
अनि हिमाल त्यहाँ देखिरहेछ ट्याक्क लगाएर। अनि यहाँ कुकुर भयो, यत्रो कुकुर हुने कि यहाँको त चिसो ठाउँमा गएर होला। आम्बा ठ्याक बाबै जस्तो हुने उहाँ हिमा पुरै बादल छ त्यता। यहाँ चाहिँ बसेर खान्डामा चाहिँ केटाहरू फ्रेस हुँदैछ। अन्डा चर्चो ट्याक्क लगाएर खाना पाउँदा चाहिँ खानु पऱ्यो भनेर ल। आम्मामा यो बाहेक केही नपाउँदो रहेछ यहाँ त। जस्ट ठिक रहेछ बस्ने ठाउँ चाहिँ होइन। के अरे उतै जान्लाको तल हागु जान्लाको यहाँ छोडेर घुगु रे बाटो चाहिँ यस्तो छ क्या। अब ओह्रालो चाहिँ छ हल्का उकालो छ अब चाहिँ। ए गाइस हामी चाहिँ त्यो उहाँको त्यो हिमालबाट हिँड्दै यहाँ तल आएको छौँ। अब चाहिँ म एक्लै हिँड्छु अहिले, एक्लै केटाहरू अगाडि गइसक्यो। यस्तो झर्दा चाहिँ एकदम सजिलो हुँदो रहेछ। अनि जाँदाखेरि चाहिँ परे गाह्रो हुने उकालो भयो, आउँदा चाहिँ ओह्रालो यस्तो बाटो भयो कि आउँदा चाहिँ यस्तो नि भयो, सिडी पनि भयो, सबै भयो। त्यही भएर सजिलो नि भयो। हिमाल सही देखियो क्या पछाडि ल ठिकेर हिँड्नुपर्छ। खुट्टाहरू लास्टै दुख्यो, लास्टै अन्डा चर्चो खायो। अब हाम्रो डेस्टिनेसन पनि आउनु लाग्यो। अब चाहिँ पुग्छौँ होला अब यहाँसम्म त। यहाँ पछि त थाहा भइसक्यो अब तल आयो भनेर। तर गाह्रो चाहिँ लास्टै गाह्रो भयो। त्यही हो यो चाहिँ। अब चाहिँ हामी हागुमा छौँ। अनि भोलि चाहिँ अब कोरिजको लागि हिँड्छौँ होला। किनभने हिजो पनि हामी बस्यौँ, थकै लाग्थ्यो नि त, थकै मार्न पऱ्यो। त्यही भएर त्यही कारणले होइन। ओहो सही देखियो त यहाँ सही पुल रहेछ नि यहाँनिर, यो त लाम पुल रहेछ। अब त आउनु लाग्यो त्यहाँनिर पारी हो, खतरा पुल यस्तो छ होइन। मलाई त लास्टै सिस्नु रहेछ यहाँ। हाततिर सिस्नुले पोलिरहेर आएको हो। त्यही हो यहाँनिर चाहिँ के छ अरे यहाँनिर चाहिँ यहाँ लेख्न सक्नुहुन्छ कोरी जाने बाटो चाहिँ यताबाट चाहिँ कोरी जाने हो, यताबाट चाहिँ त्यहाँ हेर्न जाने। फाइनल्ली आफ्टर 2 आवर्स हामी चाहिँ हाम्रो उयसमा पुगिसकेको छौँ, होमस्टेमा पुगिसकेको छौँ। होमस्टे चाहिँ यहीँ छ ल। होमस्टे आयो, बादल पुरै लाग्यो यस्तरी, हिमाल देखियो बब्बाल ल दामी। हिमाल देखियो सही भयो, सही देखियो कि हिमाल ल। लास्टै थपेर अब गएर रेस्ट गर्नु पऱ्यो हुन्छ। 2 घन्टाको यात्रापछि बल्ल आयो। मान्छेहरू धेरै जाँदो रहेछ, हिँड्दो रहेछ ओभरै स्याहार थकाउनु गरेर। लाइफमा फर्स्ट टाइम एक्सपिरियन्स गरेको मैले पनि एउटा। अलि सर आयो हम सबै ठाउँ सही देखो। यहाँ आयौँ, अब फ्रेस हुन्छौँ। फ्रेस भएर पल्टिन्छ। हिमाल चाहिँ यस्तो देखियो यहाँबाट। त्यहाँ स्टार्ट गरेको क्या मोबाइल है छबर्न लागिसकेको छ। अनि हिमाल चाहिँ अहिले यस्तो देखिरहेको छ यहाँबाट यहाँको भ्यू चाहिँ। अनि त्यहाँ आगो थाप्न जान्छु होला अहिले, एकछिन पनि काज गर्नु पऱ्यो होइन। त्यही हो रुम चाहिँ खासै उस छैन, ठिक्कको छ। ग्रुपमा बस्ने छ, ठिक्कको बस्ने छ, यस्तो टाइपको छ होइन। अब होटलबाट निस्केर अब कोरीतिर जानु लाग्यो। यस्तो बाटो जानुपर्छ, यताबाट कोरी, यताबाट चाहिँ उता हिजो गएको ठाउँ हो। यस्तो बाटो छ ल।
त्यहाँ नवल के भने डाँडामा आएको होइन गाउँमा त्यहाँबाट चाहिँ लगभग म त्यहाँबाट हुगुबाट लगभग 2 घन्टा हिँड्यो होला सायद बाटोमा 2 मिनट रेस्ट गर्दा चाहिँ यहाँबाट चाहिँ भ्यू यस्तो देखेको रहेछ यस्तो छ यहाँबाट चाहिँ टक्क सबैजना अगाडि गइरहेको म चाहिँ बिस्तारी गर्दै गइरहेको बर थकै लाग्दो रहेछ त्यही भएर ल हिमाल ट्र्याक अब चाहिँ कोरी तल हुगु कोरी यता भनेर देखा कोरी के अरे हुगु चाहिँ यताबाट जाने कोरी चाहिँ यताबाट जाने हो यहाँबाट चाहिँ यस्तो खतरा भ्यू देखिँदो रहेछ वहीँसम्म पुग्ने भन्ने सोच अब चाहिँ गाह्रो भइसक्यो यत्रो बाटो यहाँ चाहिँ हल्का राम्रो रहेछ हिमालबाट यहाँबाट यस्तो हिमाल राम्रो भ्यू देख्यो हो यहाँबाट छिनेर चाहिँ कि कोरीहरू यस्तोबाट कि पाइपबाट यहाँनिरबाट कोरी भनेर एरो देखा यहाँबाट सर्ट यता छिरेँ अनि जस्तो जाने अब फेरि सिडी रहेछु माथि त ल अब यहाँबाट हिँड्छु होला अनि जसरी वहीँ गएर देखाउँछु अब लास्टै थकै लगाइसक्यो होइन ए कोरी जाने यताबाट अब त्यही गएर भेटौँला भ्लग बनाउन अनि सकिँदैन हालत खराब भएको छ अब चाहिँ हामी हिँड्दा छ्यास्या भइसक्यो अब हामी चाहिँ यहीँ नजिक आउँदैछौँ होइन कुन हिमालहरू त्यो त थाहा छैन यस्तो हो कि यहाँबाट सट्टै यता यस्तो छ यी हिउँ जमेर बसिरहेको कि हिउँ हल्का जमेको हिउँ नै हिउँ छ होइन यो पुरै बाटो यस्तो बाटो चाहिँ हिँड्नु पऱ्यो अनि उहाँ त्यहाँ त्यस्तोको लागि ल पुरै हिउँ नै हिउँ छ कि बाटैभरि हिउँ आइस ओहो सायद माथि नै आइस होला त्यही भएर चिसो नाके ट्याप्पै भयो कि मतलब खुल्ला भयो अनि नुटाको यो बोर्ड बल्ल देखिएको छ यता माथि देखिएको छ 1 2 कोरियन अनि त्यहाँ होटलको नाम नम्बरहरू के बाटो यस्तो धराप छ यस्तो ठाडै उकालो यस्तो छ बाटो चाहिँ यस्तो दामी देखियो भ्यू चाहिँ होइन हिमाल देखियो पुरै ढाके है माथिबाट चाहिँ ल यस्तो देखियो यहाँको भ्यू आमा ल हिमाल वहाँ पनि छ डक्क लाएर यहीँ यस्तो सर पुरै ढाकियो उपर हामी माथि आएछौँ जस्तो तल त कति हो कति टाढा हामी त थेत उपर गाह्रो भए फाइनली बल्ल पसल पाइयो यहाँ चाहिँ यताबाट कोरी जाने हो त्यो दामी देखियो कि यहाँबाट भ्यू चाहिँ के ल अब चाहिँ यस्तो दामी ठाउँमा आएको छौँ हामी चाहिँ होइन कोरीभन्दा माथि पुरै बादलै बादल माथि यता हिमाल छ यता चाहिँ बादलै बादल छ यता बादल छ भने चाहिँ यता चाहिँ पुरै हिमालले ढाकेको पुरै चारैतिर होइन घाम पनि डुबिरहेको अब बिस्तारै एभ्री फोन फ्रम कोरी होइन हिजो चाहिँ राति आइपुगेको 11-12 बजे किनभने बाटै बिर्सियो अनि पुरै हराएर अरू मान्छेहरूसँग आउनु परेपछि चाहिँ यस्तो छ यो भ्यू यो चाहिँ कोरी डाँडा भयो होइन यहाँको भ्यू चाहिँ यहाँ बसेको लास्टै चिसो हुँदो रहेछ बाल्टीमा आइस त जमे पुरै यस्तो ठाउँमा पुरै जम्दो रहेछ कि आइस चाहिँ होइन यहाँ खचडहरू छ पुरै ट्याक लगाएर बसेको होमस्टे चाहिँ यस्तो छ होइन यस्तो यो छ
यहाँ छ भने अरू चाहिँ उता रहेछ कि उतापट्टि उता रहेछ टेन्ट सेन्टमा बस्न मिल्नु पर्ने मिल्यो अहिले यहाँबाटको भ्यू चाहिँ यस्तो दामी देखियो पुरै यहाँ चाहिँ बादलै बादल माथि होइन अनि यतातिर चाहिँ हिमाल छ यहाँनिर हिमाल खचडहरू अहिले चाहिँ उता माथितिर जान्छौँ होला उतिर माथितिर साउथतिर भर्खर मात्रै फ्रेस भएर उठेको होइन यस्तो छ यहाँको भ्यू चाहिँ पुरै सर लाएर यहाँ टेन्टमा त पुरै जाडो हुन्छ होला यार पिङ रहेछ सब खचडाहरू खाइदिउँ मकै सो गाइस अब चाहिँ एक्लै माथितिर जानु लाग्यो त्यतातिर हिजो होमस्टे उहाँ पनि रहेछ यहाँ पनि रहेछ पुरै चिसो छ यहाँ आइस पुरै जम्यो टोयलेट गएको टोयलेटमा त पुरै पानी जमिरहेको रहेछ बाल्टीमा यत्रो बाटो माथि चढ्नुपर्छ हिमाली हेर्नु पठाइदिनलाई त्यही यहाँको भ्यू चाहिँ सर एक्लै गइदिनु लाग्यो माथि त्यो बाटो चढ्दा त यस्तो के अरे साह्रो हुँदो रहेछ अब यहीँनिर डाँडा चाहिँ यहाँनिर गएर एकछिन भ्यू देखाउँछु सबजना सुतिरहेको अझसम्म नि म चाहिँ हिँडिरहेको अझै माथि चढौँ न यहीँ नजिकै आउनु लाग्यो अब चिसो रहेछ पुरै धुवा उडिरहेको थियो उसबाट फाइनली पुग्नलाई यहीँनिर यही डाँडा हो तलबाट आउँदा लास्टै गाह्रो हो क्या यहाँ चाहिँ भयो उकालो छ नि लास्टै यस्तो उकालो छ नि गाह्रो भयो मान्छेहरू त्यहाँबाट निस्किसक्यो हेर्नको लागि भनेर होइन यहीँ नजिकै हावा चाहिँ गौरी डाँडा हिमाल त्यही हो यहाँबाट यस्तो दामी घाम लाग्छ अनुहारमै यताबाट चाहिँ यस्तो दामी भ्यू छ होइन अनि यतापट्टि चाहिँ बादलै बादल लाग्छ यतापट्टि चाहिँ पुरै बादलै बादल यता होमस्टे हो यतै पुरै टक्क लगाएर हामी चाहिँ अनि हिजो आएको थियौँ अनि के अरे 8-5 मा हिँडेको थियौँ भने हामी चाहिँ त्यस्तै 12 बजेतिर आइपुगेको थियौँ बेलुकाको किनभने बाटै चिनेको थिएनौँ कस्तो कहाँ हो जङ्गलतिर अनि आगो बालेर एकछिन बस्यौँ अनि 7 जनाको ग्रुप आएर अनि हामी तिनीहरूसँग अनि होमस्टेसम्म आयौँ लगभग पनि 1.5 घन्टाको बाटो थियो र होमस्टे त्यही पनि अँध्यारो थियो जङ्गलको बाटो अनि आयो अनि खाना खायो खाना खाएर सुत्यो अनि सुत्ने अनि मोबाइल चार्ज पनि थिएन टन्नैले चार्ज गरेको थियो बोर्डहरूमा अनि एमसीहरू पनि आए एमसीहरू आउँदैछन् र त्यही हो केटाहरू त्यहाँ बसेर अब म चाहिँ निस्किनु लाग्यो तलतिर सबजना माथि म चाहिँ यो भ्यूलाई बाई भन्दा चाहिँ अब चाहिँ जानु लाग्यो तलतिर खाजासाजा खाएर तल त्यही हो यस्तो ओह्रालो बाटो है त्यही हो गाई माथिबाट चाहिँ भर्खरै आएको त्यहाँबाट अब खाजा खाएर तल निस्किनु पर्छ अहिले चाहिँ बिहानको 8:50 भएको छ होइन 8:50 मा चाहिँ अब एकछिनमा निस्किन्छु यहाँ चाहिँ यस्तो छ भ्यू चाहिँ होइन सहर र आवाज चिसो गरेर एउटा कुरा यस्तो चिसो पानी छ होइन पुरै छोडिदिउँ आइसै जाने कि यहीँ आइसक्यो कि पुरै आइसै पुरै आइस पुरै जान्छ होइन यहाँ कहाँ ड्रममा आइसै हालेको चाहिँ यस्तो चिसो रातभरि यति चिसो हुँदो रहेछ नि यहाँबाट चिसो हावा आउँदो रहेछ क्या लास्टै चिसो हिउँै गएर बस्छ यहाँनिर छ
आइस पुरै आइस पानी यस्तो चिसो छ कि नयाँ बोल्दाको पानी त मर्छ यति चिसो छ आम्मा ओठ पुरै फुटेर उस भए पुरै छिर्का बस्यो ओठमा चाहिँ ओठ फुटेर सादा खाएर चाहिँ अब तल झर्छु होला अब हामी भ्यू यहाँको ल लास्ट भ्यू कोरी यहाँ चाहिँ यस्तो झुला रहेछ होइन टक्क सुतेर हलिने झुला यहाँ चाहिँ आनन्दले सुतेर कति आनन्द तातो लास्ट तातो रहेछ यहाँ चाहिँ यस्तो छ यस्तो दामी के बनाएको नि के भन्छ होला है यहाँ चाहिँ यस्तो बने यस्तो हिमालको बाटो छेउ हिँड्दै यस्तो बादल पुरै बादल देख्यो यस्तो के बनायो यार अहिले चाहिँ हामी टेन्जे भन्ने बाटो हिँड्दैछौँ अब जान्छ मलाई यस्तो छ यहाँको भ्यू चाहिँ यहाँ मरेको मान्छेको खै के हो जस्तो रहेछ कि यहाँ फोटोसोटो टालेछ त्यही हो अब हामी तलतिर झर्छौँ होला म चाहिँ अहिले टिन्जे भन्ने ठाउँमा आइपुगेको छु होइन यहाँ बोर्ड त्यही हेर्न सक्नुहुन्छ अनि यस्तो छ कि ठाउँ यहाँनिर नि एउटा बोर्ड छ होइन कोरी यताबाट माथि भनेर छ होइन सिक्लेस भनेर नि छ यताबाट तल अनि यस्तो दामी देखियो कि पुरै हिमाल यता देख्यो अहिले हिमाल पुरै अड्दै गएछ कि हामी जति डाँडो कति घटिसक्यो नि त त्यही भएर हो गाइज त्यही हो अब चाहिँ यहाँबाट अझै छ होला 2 घन्टा जति हिँड्न पर्छ होला ओह्रालो छ सजिलै भएको अहिले त यहाँबाट हिँड्नलाई सजिलो हुँदो रहेछ तर उकालो चाहिँ ओभरै ठाडै उकालो रहेछ एमसी मिसनहरू उहाँको डाँडामा उहाँ डाँडामा अझै बसिरहेको तिनीहरू होइन त्यही हो म चाहिँ अब हिँड्दै गर्छु यस्तो दामी भ्यू छ कि यो चाहिँ 1 बजेको छ अनि हामी चाहिँ यहाँ तल कुन ठाउँ हो यो यहाँ आछौँ खाजा खाने ठाउँ होला पाछामा गएर त्यहाँ ट्र्याक्टरबाट जानु पर्यो हुन्थ्यो यस्तै थकेला माथिबाट झर्दैछमा तर छिटो आयो जस्तो पनि लाग्छ अरे यहाँ चाहिँ के रहेछ के एमसी त्यो यहाँ चाहिँ खाजा खाने होमस्टे जस्तो लागेको थियो नि अनि यहाँबाट चाहिँ अब जान्छौँ होला ल अब चाहिँ 1 घन्टा मात्र बाँकी छ तासाको लागि तर छिटै आएको भनौँ यहाँ लेख्यो बोर्डमा होइन